तपाईको गीत सुनेर सबै हाँस्न थाल्यो भने म पनि हाँस्दिन्छु। बिहान उठ्दा आफूलाई छोराको रूपमा पाउनुभयो भने गन्जी लाएर हिँड्छु। तपाईलाई चन्द्रमामा जान मन छ? तपाईलाई मन छ? मन छ। जसलाई पनि मन लागिहाल्छ नि हैन त। कसैले आएर प्रपोज गर्दै तिमीलाई पाइन भने मर्छु भन्यो भने मर भनिदिन्छु। राति पनि घाम लाग्यो भने उठेर हिँड्छु बजारतिर। बाबालाई होइन भगवानले तपाईँलाई दुईटा माग तपाईँको पुरा गरिदिन्छु भन्नुभयो भने एउटा बाइक माग्छु एउटा घर माग्छु। अब घरबाट कुनै पनि हालतमा काठमाडौँ नजाऊ भन्नुभयो भने कुनै पनि हालतमा घरमै बस्छु। मान्छेहरू उड्न थाल्यो भने उड्न थाल्यो भने म पनि उड्छु। अनि मान्छेले लगाउने कपडा बन्दै नबनेको भए मान्छेले लगाउने कपडा नबनेको भए पहिला पहिला पत्ता लगाउँथ्यो नि त्यही हुन्थ्यो नि पत्ताहरू। तपाईँले जे बोल्नु भयो त्यो पुरा हुन थाल्यो भने मेरो त पुरा हुन्छ त। मानिसले जङ्गलमा र पशुले घरमा बस्ने सिस्टम सुरु भयो भने घरभरि गोबरै गोबर हुन्छ। रेडियो टिभी बन्दै नबनेको भए रेडियो पनि सुनिँदैन थियो टिभी पनि हेरिँदैन थियो। कुरा काट्नलाई पनि खुकुरी चाहियो भने कुरा काट्नलाई पनि खुकुरी चाहियो भने खुकुरी बोकेर बस्ने। आफ्नो शरीरबाट कुनै एक अङ्ग हटाउनु पर्ने बाध्यता आइलागेदेखि के हटाउँथ्यो रचनाले? एउटा कपाल उखालेर फालिदिन्छु नि। रचना रिमल त धेरै अल्छी छ, सुत्ने धेरै गर्नुहुन्छ भन्नुहुन्छ नि। कसले भन्नुभएको? हल्ला सुन्छु नि त बजारमा। कहाँ बजारमा थाहा हुन्छ त म घरमा सुतेको। कस्तो कस्तो सम्मको मेसेज आउँछ तपाईँलाई माया प्रेम सम्बन्धी के सम्म भनेर मेसेज पठाउँछन् अलिकति हामीलाई भनिदिनुहुन्छ? अघि यो क्वेसन सोधिन भन्नुभएको होइन? रचनाको सबभन्दा कमजोरी के लाग्छ तपाईँको? आफूले भन्नुपर्दा तपाईँको आफ्नो सबभन्दा कमजोर के लाग्छ? भन्दिनँ आफ्नो कमजोरी भन्नुहुँदैन अरे कहिले पनि। तपाईँले अहिलेसम्म देखेको हाँसउठ्दो मान्छे चाहिँ को? तपाईँ। एक दिनका लागि रूपै परिवर्तन गर्नु पर्यो चाहिँ एक दिनका लागि रूप परिवर्तन गर्न पाएदेखि चाहिँ के बन्ने? कस्तो रूप भन्नाले? जे पनि भन्न पायो, एनिमल पनि भन्न पायो। एनिमल, चरा चुरुङ्गीदेखि लिएर बाघ भालु जे पनि। सर्प 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 किन? मलाई सर्प मनपर्छ नि त। सर्प मनपर्छ डस्ने त हैन। कोही कोही रिस उठेको मान्छेलाई ठुङ्दिने गा। प्रेम के हो किन गर्छन् मान्छेले? रचनाजी प्रेमको परिभाषा तपाईँको मुखबाट जनता जान्न चाहन्छ, सुन्न चाहन्छ। प्रेम भनेको माया हो। कसैलाई प्रेम गर्नु भएको छैन? छैन। के भन्नुहोस्? छैन। त्यसो भए तपाईँले अहिलेसम्म कुनै पनि युवकलाई प्रेम गर्नु भएको छैन, मन पराउनु भएको छैन? मन पराउँथे तर पहिला पहिला चाहिँ। अनि के बिचमा टुट्यो? होइन हो, मैले मात्र भित्रभित्र मन पराएको क्या। तपाईँले मात्रै मन पराएको? हजुर। अहिले चाहिँ कसैलाई मन पराउनु? मैले जिस्केको है तर जे पाएँ त्यो भनिदिएको अहिले चाहिँ। मनमा लागेको कुरा
पत्रकारलाई सोध्नुहोस् कति पत्रकारले मात्रै सोध्ने मैले सोध्ने यो त गाउँ खाने कथा होइन नि मैले सोध्ने रचनाले मलाई सोध्ने तपाईँलाई कस्तो दिमाग लाएर सोध्न आँटेको छु है अब हो है त मलाई गाह्रो लाग्छ तपाईँको घर कहाँ हो ट्रोल तपाईँ प्रति बनिन्छ नि रचनाको ट्रोलहरू धेरै बनिन्छ होइन तपाईँलाई मन परेको ट्रोल चाहिँ कुन हो आफ्नै यो क्वेसन यहाँ छ त्यो चाहिँ नहेरी भन्दा भइहाल्छ नि हेरौँ तपाईँ बनेको ट्रोल मध्ये तपाईँलाई मान परेको मान लेखेको छ मान भएको रहेछ कुन हो अरे TROL ट्रोल अरे TROLL हुन्छ नि यो पनि दिमाग ख्याउने है दिमाग ख्याउने नै छ है विद्युतीय गाडी पूर्वतिर कुदिरहेको छ ध्यान दिएर है विद्युतीय गाडी पूर्वतिर कुदिरहेको छ भने त्यसले धुवा कतातिर फाल्छ अपोजिट साइडमा फाल्छ नि 100% पछाडितिर 100% ल एकचोटि चेन्ज गर्न त्यही एन्सर गाडी पूर्वतिर कुदिरहेछ भने त्यसले धुवा कतातिर फाल्छ आकाशतिर भएन मिलेन मिलेन आँट आएन भने पास भन्दा हुन्छ है म फेरि भनिदिन्छु ट्राई अगेन त्यसले धुवा कतातिर फाल्छ पास ल पास है विद्युतबाट चल्ने गाडीले धुवा फाल्छ त धुवा नै फाल्दैन किन फाल्दैन कसले अन्त फाल्दैन जेनेरेटर केबाट चल्छ विद्युतबाट चल्दैन विद्युतीय गाडी भनेको छ नि त गाडी चलिहाल्छ नि विद्युतीय गाडीले धुवा फाल्दैन तर पनि चल्यो भने त धुवा त फाल्छ नि त त्यसमा इन्जिन हुँदैन नि त पेट्रोल लगाएपछि त्यसले धुवा फाल्दैन कि फाल्छ ओके कस्तो लाग्यो आजको यो हाम्रो बसाइ तपाईँ त आज अब यहाँ तपाईँलाई यसरी कुरा गरेको थिएन होइन तर तपाईँ त मेरो आफ्नै दाइ जस्तै यस्तो गाली गरिदिनु जस्तो लागिरहेको थियो रचना कस्तो लाग्छ तपाईँलाई मलाई त एकदम जवाब जस्तो त्यस्तै एन्सर पनि आउँछ उहाँको होइन मलाई चाहिँ स्याभेज लाग्छ क्या जवाब जस्तै एन्सर पनि त्यस्तै भनेमा त कडा क्या एकदम त्यो कसैले एन्सर पनि त्यस्तै भन्नु न तपाईँले जवाब र एन्सर भन्नु जवाब र एन्सर त अरू के छ जिन्दगीमा के चलिरहेछ रचनाजीको अहिले अब के चलिरहेछ भन्नु एक्जाम चलिरहेको थियो तपाईँ झापा पुगेर आउनुभयो के को लागि एक्जाम थियो तपाईँको एक्जामको लागि कति पढ्दै हुनुहुन्छ 11 अब 12 ए ओके कम जस्तो लाग्दैन तपाईँ आफू पढेको भने 11 होइन अब यत्रो धेरै गीत गाइसक्नुभयो मान्छे पनि अब ठुली भइसक्नुभयो पढाइ चाहिँ 11 मात्रै भन्ने जस्तो पढ्दै 11 मै पुगे त अब 11 बाट 13 जाने नेक्स्टमा चाहिँ सन्तोष छेत्री लेख्नुहुन्छ म तिमीसँग बिहे गर्छु लेख्नु के भन्नु मैले त लेख्नु भएको होला नि त्यतिकै मलाई रकेट चढ्न मन छ भने मैले रकेट चढ्न पाउँछु त 10 क्लासमा पढ्दादेखि चाहिँ बिहानैदेखि कोचिङ क्लास हुन्थ्यो नि त अनि साथीहरू सबै मिलेर कहिलेकाहीँ त हामी क्लासै नगइकन भक्का खान जान्थ्यौँ होइन अनि भरे कस्तो गाली खान्थ्यौँ क्या स्कुलमा सरले बाहिरै उभ्याइदिनुहुन्थ्यो क्या ढिलो गएर अनि जहिले उभिने आज मै पढ्थेँ एक दिन त म वहाँ रोइदिएको रुना त रोए तर कसैले देखेन कसरी आउँछ तपाईँलाई यति मिठो गीत गाउनलाई कहाँबाट आउँछ यति मिठो स्वर रचना तपाईँको पहिलो जागिर र तलब कति थियो जागिरै खाएको थिएन मैले त रचनालाई केटाहरूले प्रेम प्रस्ताव राख्दा कस्तो लाग्छ कस्तो पनि लाग्दैन ओके तपाईँको रचना कमजोरी के हो केही पनि होइन रचना
तपाईँ आफूभित्रको के कुरालाई आफ्नो शक्ति ठान्नुहुन्छ? स्ट्रङ पनि अलिअलि छु, नत्र त म अहिले मम्मी बाबालाई सम्झेर धरधरी रुन्थ्यो होला नि त। स्ट्रङ पनि अलिअलि छु, अलिक विक पनि छु। विक चाहिँ कस्तो बेलामा? बिरामी भएको दादाहरूको चाहिँ म्युजिक इन्स्टिट्युट थियो कि सरगम सङ्गीतालय, त्यहाँबाट चाहिँ गएको थियौँ। अनि भोक लाग्यो भनेर कति सोधिराख्नुहुन्थ्यो क्या, अनि हामीले चाहिँ त्यहाँनिर चटपटे खायौँ। अनि त्यसपछि थुक्पा पनि खायौँ कि मासु हालेको। मिठो थियो, कस्तो मिठो थियो। सुँगुर त तपाईँ पो खानुहुन्छ त, मैले त कुखुराको लाग्यो। ओके, त्यसपछि मैले अब सोध्छु तपाईँले जवाफ दिन पनि सक्नुहुन्छ, नदिन पनि सक्नुहुन्छ, तपाईँको त्यो चाहिँ इच्छा हो। यदि होइन अब हुन त उमेर सानै छ, यो प्रश्न राइट नहुन सक्ला, राइट छैन नसोध्नु। ओके, यो तपाईँले अब एउटा दुइटा इन्डस्ट्रीभित्रमा एउटा दुइटा होइन, अब उहाँहरूको इच्छा पुरा गरिदिउँ त होइन। यदि तपाईँले मलाई केही प्रश्न सोध्नु भयो भने के सोध्नुहुन्छ होला? नो क्वेसन। सानोमा छँदाखेरि चाहिँ होइन अब एकदम जुन पल तपाईँले सम्झेर अहिले पनि एकदम हाँस उठ्ने कुनै पलहरू छ? सानोमा गरेको त्यो बिग्गाइहरू होइन, त्यो ठट्टेलीहरू? एकचोटि पौडी खेल्न भनेर गएको थिएँ, मुन्टै गाडेर आज रेकर्डिङ थिएन, अब एकछिनमा चाहिँ छ। बिहान चाहिँ थिएन, म अलिक बिरामी भएर हो क्या, त्यही भएर चाहिँ। दिनमा कतिसम्म रेकर्डिङ गर्दै रचनाले? दुईटा। तपाईँ पनि उतै बस्नु। सोच्नु भएको छ कुनै बेला कुनै समय मेरो श्रीमान चाहिँ यो पेसाको होस्, कोही डाक्टर हुन्छन्, कोही इन्जिनियर, पाइलट। तपाईँको इच्छा पुरा होस्। अनि पाइलट चोरट खाने चाहिँ पर्छ होला।